सरकारी कर्मचारीको तलब यसपालि बढ्ला कि नबढ्ला धेरै चासोको विषयमा रहेको छ अहिले। विशेष गरी अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलमा जति कार्यरत हुनुहुन्छ उहाँहरूलाई धेरै पिरमार्का रहेको छ यस विषयमा चाहिँ। ओहो बढे त हुन्थ्यो, बढे त छोराछोरीको फी तिर्न हुन्थ्यो, 4-5 हजार बढे पनि धेरै राहत हुन्थ्यो भन्ने अहिले धेरैको आशा छ। निजामतीमा त्यति टिस लाग्दो त छैन, विशेष गरी ड्युटी फिल्डमा खटिने कर्मचारीहरूलाई चाहिँ एकदमै गाह्रो भएको अवस्थामा यसपालि बालेन सरकारले अर्थमन्त्री सोबी मोग्लेले तलब बढाउला त? यो विषयमा आज भिडियो बनाउँदैछु है। ढिलो नगरिकन फ्याट्टै रूपमा भन्नुपर्दाखेरि यसपालि बालेन सरकारले डाक्टर सोडी मोग्लेज्यूले तलब 100% बढाउनुहुन्छ। 100% स्यालेरी चाहिँ बढ्छ। जहाँसम्म मलाई लाग्छ यसपालि आश चाहिँ गरे अनुसार तलब बढ्छ है। मिनिमम पनि स्यालेरी 5,000 भन्दा माथि चाहिँ बढ्छ जस्तो लाग्छ है मलाई। महँगी भत्ता 5,000 छ अहिले, त्यो महँगी भत्तालाई चाहिँ तलबमा गाबेर महँगी भत्तामा 2,000 देखि 4,000सम्म चाहिँ थप्छ जस्तो लाग्छ मलाई। यति गरिदियो भने चाहिँ हामीलाई धेरै राहत हुन्छ जस्तो लाग्छ क्या। आशा छ यसपालि पनि स्यालेरी बढ्छ, तर बढ्न चाहिँ बढ्छ है, 100% बढ्छ। तपाईँहरू ढुक्क हुनुहोस् है। यदि तपाईँहरूले जागिर छोड्न आँट्नु भएको छ भने बढेको स्यालेरी चाहिँ खाएर मात्रै छोड्नु होला है। म यति सबैलाई अनुरोध गर्न चाहन्छु। 100% स्यालेरी बढ्छ, सेवा सुविधाहरू पनि थप हुन्छ। अब चाहिँ दुईवटा छोराछोरीले चाहिँ ब्याचलर लेभलसम्म चाहिँ सरकारले नै पढाइदिने नीति अब यो बजेटमा आउँदैछ। त्यसकारण कसैले पनि जागिर नछोड्नु होला। अब चाहिँ नेपालमै जागिर खानातिर चाहिँ लाग्नुपर्छ है, कसैले छोड्ने होइन। ल आफ्नो प्रतिक्रिया दिनु होला है त।